अहिले चाहिँ हामी यो चौकी डाँडा जान लाग्छौँ है। चितवनको यो भरतपुर अवस्थित चौकी डाँडा। यो चाहिँ भोर्ले पुल हो। भोर्ले पुलबाट चाहिँ सिधा काठमाडौँतर्फ जानुहुन्छ भने चाहिँ माथि दाहिने लाग्ने हो। अहिले यो देखेको ठाउँबाट देब्रेतिर जानुभयो भने चाहिँ नारायणघाट पुगिन्छ। यो दाहिने सिधै गयो भने चाहिँ काठमाडौँ पोखरा गइन्छ र यो सिधै दाहिनेतिर गएको बाटो चाहिँ माथि चौकी डाँडा। यहाँबाट लगभग 8 किलोमिटर छ। हामीहरू चाहिँ चौकी डाँडा जाँदैछौँ। हजुरहरूलाई चाहिँ म बाटो कस्तो छ चौकी डाँडाको म हजुरहरूलाई देखाउने छु। हामीहरू चाहिँ चौकी डाँडा जाँदैछौँ। हेर्नुहोस् त बाटो चाहिँ यस्तो छ। पानी बाटोहरू चाहिँ ढलान रहेछ। कुनै ठाउँमा चाहिँ अलिकति चाहिँ बनाउने रहेछ, तल चाहिँ अलिकति अफ रोड, त्यसपछि ढलान बाटो रहेछ। अहिले भर्खर नयाँ बनेको रहेछ। म हजुरहरूलाई कस्तो छ म पुरै भिडियोमा राख्नेछु भिडियो। हेर्नुहोस् त काठमाडौँ जाने मेन हाइवे गाडी गएको देख्न सक्नुहुन्छ। तल त्रिशुली। हामीहरू चाहिँ धेरै हाइटमा आइसकेको छौँ। हेर्नुहोस् त यो चाहिँ हामी मुङलिनको बाटोमा आउँदाखेरि देखिने थुम्कोमा भएको चाहिँ मन्दिर है। यो यो चाहिँ मुङलिन हाइवे है देखिरहेको यहाँनिर। कुनै ठाउँमा चाहिँ ढलान छ, कुनै ठाउँमा चाहिँ अफ रोड छ, तर सजिलो छ। बाटो त्यस्तो गाह्रो छैन। यहाँसम्म आउनलाई चाहिँ सजिलो भएको छ। अब माथि पुग्दासम्मलाई कस्तो हुन्छ म हजुरहरूलाई भिडियो देखाउने छु। पानी पर्ने सिजनमा चाहिँ पहिरोहरू जाँदो रहेछ। हेर्नुहोस् त बाटो त्यस्तो गाह्रो केही पनि छैन, सजिलो छ। हजुरहरू बाइक र स्कुटरमा मजाले आउनु सक्नुहुन्छ। पानी परेको हुनाले चाहिँ बाटो नै हिलो रहेछ। पानी पर्ने सिजन त होइन, तर पनि पानी परेको छ। पानी पर्ने सिजनमा चाहिँ अलि छिटो हुन्छ। रातो माटोहरू छ कतै। बाटो चाहिँ अहिले चाहिँ अफ रोड नै छ। यता देख्न सक्नुहुन्छ कतै चाहिँ पहिरो गएको छ। हामीहरू चाहिँ धेरै हाइटमा आइसकेको छौँ।
हेर्नुहोस् त पुरै पानी परेको हुनाले चाहिँ बाटोहरू अलिक चिप्लो छ। आज अलिक घाम लागेको छ। कार्तिक महिनामा पनि पानी परेको हुनाले चाहिँ अलिक बाटोहरू चाहिँ कोही ठाउँमा पानी जम्ने पहिरो जाने चिप्लो हुने गरेको छ। बाटो ठिक छ आउनको लागि, सजिलोसँग आउन सकिन्छ। बाइक स्कुटरहरू पनि मजाले आउँछ। ओहो साह्रै नै हिलो रहेछ, जानलाई अलिकति समस्या पर्ने भयो। यहाँ चाहिँ हेर्नुहोस् त अलिक गाह्रो होला। हजुर हेर्नुहोस् यस्तो बाटो तनी साह्रै हिलो रहेछ। ओहो स्कुटर चाहिँ यस्तो भयो। बाटो हेर्नुहोस् त यस्तो छ। बाटो त साह्रै गाह्रो पो रहेछ। यहाँ आएपछि चाहिँ पहिरो जाने रहेछ, ठुलो पहिरो जाने रहेछ। पानी परेको कारणले चाहिँ हेर्नुहोस् त यस्तो छ बाटो, यस्तो छ है। ओहो पुरै चिप्लिने रहेछ बाइक। हुन्छ हेर्नुहोस् है बाटो साह्रै चिप्लो छ। ओहो हेर्नुहोस् त म चाहिँ हिँडेर बुट जुत्ता लगाएर यस्तो चिप्लो छ। ओहो जुत्ता पनि पुरै चिप्लेको छ। साथीहरू घुम्न आएको कसले भन्छ बुट जुत्तामा के भन्ने गाह्रो छ। सबैजना थाकेर बस्नुभएको छ। ल अब हामीहरू चाहिँ लाग्यो साथीहरू। हामी चाहिँ हिलो चिप्लो बाटो क्रस गरेर अगाडि आइसक्यौँ। पर्ने सिजनमा चाहिँ गाह्रो हुने रहेछ, चिप्लो हुने रहेछ बाटो। त यस्तो पहिरो जाने ठुल्ठुलो ढुङ्गाहरू खस्ने रहेछ। ओहो बाटो चिप्लो छ, चिप्लो हेर्नुहोस् त पहिरो पुरै पहिरो जाने रहेछ। यस्तो छ हेर्नुहोस् त पुरै। त्यहाँ त टेक्यो भने पनि पुरै फसिने अवस्था छ। बनाउने चाहिँ यहाँ बस्नु हुँदो रहेछ। केही बाटोहरू बन्दै पनि छ अझै। बिचमा चाहिँ केही घरहरू पनि देखियो। पुरै भित्ताहरूबाट चाहिँ माटोहरू खस्ने, ढुङ्गाहरू खस्ने रहेछ।
हामीहरू चाहिँ फ्यामिली भएर आएको छौँ। त्यो अगाडि गइसक्नु भएको छ, त्यसपछि बुवा र मम्मी, त्यसपछि दाई, हाम्रो सानो बाबु अनि दिदी, त्यसपछि हामी कान्छो ज्वाइँ र कान्छी छोरी जाँदैछौँ साथीहरू। भिडियो बनाउनु मलाई एकदम अप्ठ्यारो भइरहेछ। मैले चाहिँ एउटा हातले चाहिँ मोबाइल समातेर एउटा हातले चाहिँ मैले यहाँ अगाडि पनि समात्नु परेको छ। बाटो कोही ठाउँमा चाहिँ ढुङ्गाहरूमा पऱ्यो भने चाहिँ बाइकबाट खस्ने चान्सेस पनि धेरै हुन्छ। त्यसैले अलिक सेफ भएर जानुपर्छ। मोबाइलहरू पनि झर्न सक्छ। हेर्नुहोस् त, कोही ठाउँमा चाहिँ हिँड्नु पनि पर्ने छ। डोजर डोजर भनेको यही हो है। हेर्नुहोस् है राम्रोसँग, हेर्नुहोस् त बाटो, ठुलो ठुलो ढुङ्गाहरू छ। हामीहरू चाहिँ एकछिन यहीँ बस्ने भनेर सल्लाह भयो। पर्छ है जुत्ता पनि फेरेर लाग्यो बोकेर लरेछ नि साथीहरू फेरि हामी चाहिँ यस्तो बाटो आइसक्यौँ। हेर्नुहोस् त, फेरि हामी चाहिँ हिँड्ने बाटो आइसक्यौँ। यस्तो छ, त्यो पहिरो गएको जस्तो पहाड हामी त्योभन्दा धेरै तल थियौँ होइन। अब त्योभन्दा माथि आइसक्यौँ, त्यति हाइटमा आइसक्यौँ कि हामी। हेर्नुहोस् त, साथीहरू हामीहरू चाहिँ धेरै हाइटमा आइसक्यौँ, देख्न सक्नुहुन्छ। अझै पनि त्रिशुली नदी देखिरहेको छ, हाइवे पनि देखिरहेको छ साथीहरू। बाटोहरू पनि बन्ने, कुनै ठाउँमा चाहिँ बनिसकेको छ अलिअलि ढलान पनि, कुनै ठाउँमा बन्दैछ। नालीहरू पनि यसरी देख्न सक्नुहुन्छ, बनाइँदैछ होइन। अब अलिक टाइमपछि हजुर अब हजुरहरू चाहिँ अलिक पछि आउनु भएको बेलामा चाहिँ हामीभन्दा अलिक पछि आउने हजुरहरूलाई चाहिँ अलिक केही बाटो सजिलो हुनेछ। हेर्नुहोस्, मैले हजुरहरूलाई बाटो देखाइरहेको छु। हामी चाहिँ लगभग अहिले चाहिँ धेरै नै हाइटमा आइसकेको छौँ। अलिक चिसो चिसो पनि भएको छ। कुनै कुनै ठाउँमा चाहिँ चुच्चो चुच्चो ढुङ्गा पनि पाइयो है। हामीहरू सबैजना जाँदैछौँ बिस्तारै बिस्तारै बस्दै। अहिले चाहिँ चिसो चिसो भएको जस्तो फिल भयो हामीहरूलाई। अलि माथि आएपछि हुस्सुहरू पनि आयो, त्यसैले चिसो चिसो भएको छ। देख्न सक्नुहुन्छ बाटो चाहिँ ठिक छ। केही ठाउँमा पहिरो जानेछ, केही ठाउँमा पानी पर्ने सिजनमा चाहिँ हिलो हुन्छ, अनि माथि आएपछि चाहिँ ग्राभल पुरै पेलेको रहेछ।
ठिक छ बाटो, यस्तो आउनै नसक्ने गाह्रो पनि छैन, सजिलो भनेर पुरै सजिलो बाटो पनि छैन, ठिकै छ। बिस्तारै बिस्तारै आउँदा मजाले आउनु सक्नुहुन्छ हजुरहरू। पुरै उसले ढाक्दै आइसक्यो, चिसो चिसो भएको फिल भइरहेछ। पुरै उसले ढाकिसकेको छ, देख्न सक्नुहुन्छ। पुरै उसले आइसकेको छ। देख्न सक्नुहुन्छ पुरै चिसो। साथीहरू हजुरहरूले देख्न पनि सक्नुभएको छ। ओ नाइस, यस्तो दामी छ नि, यस्तो चिसो छ नि। हुस्सु आइसक्यो, बादलहरू सबैले ढाकिसक्यो, हामी अघि अघि बढ्दैछौँ, अँध्यारो पनि भइसक्यो। म चाहिँ खुसीले साथीहरू हल्का रमाइलो। साथीहरू देख्न सक्नुहुन्छ सुन्तला हजुरहरूले, मैले त सोचेकै थिइनँ यस्तो चिसो हुन्छ भनेर। यहाँ केही देखेको छैन, अघिसम्म मजाले घाम लागेको थियो, भ्यू देखेको थियो, यहाँ आएपछि पुरै हुस्सु छ साथीहरू। यस्तो आनन्द आएको छ नि, यस्तो आनन्द आएको छ, चिसो भएको छ। यो बादलको कसम, यो हावाको कसम, यो झरनाको कसम, यो बादलको कसम, यो हुस्सुको कसम, तिमी साह्रै नै राम्री छेउ। त यहाँ चाहिँ स्कुल रहेछ, नानी बाबुहरूको हो हल्ला आइरहेको छ। साथीहरू लोकल कुखुरा है चौकी डाँडा आइसकेको छौँ। अब हामीहरू चाहिँ भ्यू टावरतिर जाँदैछौँ। एकदमै चिसो हुस्सु आएर रमाइलो भएको छ। पुरै ढकमक्क ढाकिसकेको छ, हेर्नुहोस् त। उताबाट स्कुटरमा आउनु भएको पनि देख्नुभयो होला हजुरहरूले, हेर्नुहोस् त। मम्मीले त ओ एमजी ओ माई गॉड भन्नुभयो त साथीहरू, भनेपछि हुँदैछ धमाका। ओ हेर्नुहोस् त, हामी भ्यू टावर आइसकेको छौँ। अहिलेको वेदर चाहिँ यस्तो छ, हेर्नुहोस् त। सुन्तला बारी, अलि सुन्तलाहरू चाहिँ अलि कम रहेछ। ल अहिले चाहिँ हामी यो चौकी डाँडाको भ्यू टावरमा आयौँ है। आजको फेरि दिन कस्तो पर्यो भन्दाखेरि मौसमले हामीलाई अलिक साथ दिएन। यहाँबाट कुनै पनि अब यो नारायणघाट, यो गैँडाकोट जे होस्, त्यो भेगको कुनै सबै एरियाहरू देखिन्थ्यो है। त्यो दृश्य चाहिँ अब देख्न पाइएन यहाँबाट। अब आज पुरै यो हुस्सु लागेर है, सबै सेतो बादल, पुरा सेतो बादल चारैतिर, केही देखिनेवालै छैन है। मौसम खुलेकै छैन, अब देखिने कुरा पनि भएन। मौसम राम्रो भएको भए चाहिँ कस्तो राम्रो देखिन्थ्यो यहाँबाट है चारैतिर। अब यहाँ त उस्तै पऱ्यो नि, हामीले तल राखेको बाइक पनि अब एकछिनमा हुस्सुले ढाकिदिन्छ। अब त्यस्तो अवस्था छ यहाँको। साथीहरू अब चाहिँ हामीहरू चाहिँ भ्यू टावरबाट चाहिँ तारा खसेको ठाउँ जाँदैछौँ।
हेर्नुहोस् त हामीहरू चाहिँ जाने बाटोमा चाहिँ तोरीको साग मजाले लगाइएको रहेछ अनि मम्मीहरूले चाहिँ यस्तो राम्रो अर्गानिक फ्रेस साग खान पाइयो भनेर चाहिँ यहाँको अङ्कलसँग चाहिँ किन्ने भनेर भन्नुभयो उहाँहरूले पनि दिनुभयो हेर्नुहोस् त टिप्दै हुनुहुन्छ सबैजना मिलेर खाना लागि पर्नुभएको छ टिप्नु भएको छ अब चाहिँ हामी घर पुगेर चाहिँ यसलाई मजाले बनाएर खान्छौँ अब यो चाहिँ पानी कट्यो भने छर्नुपर्छ घर चाहिँ कहाँ नि हजुर मेरो घरै त्यहाँ लगाउनु भएको छैन अरू सिमीहरू सिमी छैन मेरो छैन त्यही इस्कुस मात्रै इस्कुस छ इस्कुस चाहिँ छ मुन्टा मन्डा छैन मन्डा यतिखेर हुँदैन रायोको सागहरू लगाउनु भएको छैन ल छैन किन तिमी नजाऊ साथीहरू हेर्नुहोस् त सागबारी जान पाइन खेल्न पाइन भनेर चाहिँ रोएको छ बाबु अब यहाँ जान पनि मिलेन नि त अब सबै सागहरूमा किचिन्छ ऊ चाहिँ त्यहाँ गएर खेल्नु पर्यो अरे साग टिप्नु पर्यो अरे हेर्नुहोस् त रोको हेर्नुहोस् त साथीहरू फापरको बोट हो भन्नुभयो उहाँ अङ्कलले चाहिँ मैले हजुरहरूलाई फापरको बोट देखाइदिएको छु ल हामी यो तारा खसेको ठाउँ आइपुग्यौँ है यहाँ चाहिँ तल अब पुरै खाल्टो छ तलसम्म पनि जान मिल्छ उ त्यो बाटो हो तल जान मिल्छ तल चाहिँ एकदम खाल्टो सुरुङ जस्तो छ यो यहीँबाट यसो देखिन्छ हामी तलसम्म चाहिँ गएनौँ अहिले किनकि धेरै हिँड्नुपर्छ ओह्रालो पनि जानु पऱ्यो उकालो पनि उक्लिनु पऱ्यो जस खाल्टो एउटा ठुलो खाल्टो छ अनि चारैतिर चाहिँ यो जस भिरहरूले यसलाई घेरेको छ हामीहरू चाहिँ अहिले चाहिँ जुन तारा खसेको ठाउँबाट चाहिँ निस्केर हामीहरू चाहिँ अहिले ढोडेली भन्ने ठाउँमा जाँदैछौँ हजुरहरूलाई के कस्तो बाटो छ म देखाउनेछु यता हेर खै Look at that.